यहाँहरू पनि सहमत भएर आउनुभएको छ। त्यसको लागि फेरि पनि म धन्यवाद दिन चाहन्छु। र यहाँ तपाईको चाहिँ भोलि यो 1 नम्बर प्रदेशमा तपाईको चाहिँ हामीले संस्कृति पार्टी नयाँ बनाउनको लागि अथवा हाम्रो वरिष्ठ नेतालाई मुख्यमन्त्री बनाउनको लागि हामी कसरी बनाउने छौँ भनेर पढका साथ हामी लागेका छौँ र यहाँहरू पनि लाग्नुहुनेछ भन्ने मैले पूर्ण विश्वास दिएको छु। त्यस कारणले मैले भन्ने कुराहरूमा धेरै छ, तर समयको बावजुदले मैले थोरै मात्रै कुरा राख्न चाहन्छु। यो देश भनेको ऋणले तपाईँको चाहिँ बन्दैन र श्रमले मात्रै बन्छ। श्रमबाट उत्पादनमा जानुपर्छ, उद्योग धन्दा खोल्नुपर्छ, बेरोजगारलाई रोजगारमा रूपान्तरण गर्नुपर्छ र अर्थ उपार्जन गरेर यो देशको विकास गर्नुपर्छ भनेर हामी तपाईँको चाहिँ कुनै पनि स्वार्थ नराखिकन, कुनै पनि तपाईँको चाहिँ लोभ लालचमा नपरिकन हामी श्रमबाट पसिना बगाएर मात्रै यो देश बन्छ भन्ने पढका साथ महान उद्देश्य लिएर हामी अगाडि बढेका छौँ र यसका साथ सहयोग समर्थन यहाँहरूको उत्तिकै रहनेछ भन्ने मैले विश्वास गरेको छु। र अझ भन्ने भनेदेखि हामीले श्रम गर्दै जाँदाखेरि हामीले विभिन्न तपाईँको प्राकृतिक प्रकोपबाट चाहिँ कसैको घर जलेको थियो होला, भत्किएको थियो होला, त्यस्ता व्यक्तिहरूलाई, त्यस्ता गरिब निमुखाहरूको घरहरू बनाउने, हस्तान्तरण गर्ने, त्यसै गरेर तपाईँको चाहिँ वारीदेखि पानी जानको लागि तपाईँको चाहिँ पुलहरू निर्माण कार्यहरू चाहिँ हामीले गरिरहेका छौँ। र अहिले भर्खर मात्रै केही समय अगाडि मात्रै म दार्चुलामा थिएँ। दार्चुलाको जनताहरू हामीलाई एकदमै तपाईँको चाहिँ स्नेहपूर्वक र आदरपूर्वक हामीलाई स्वागत गर्नुभयो र उहाँहरूले भन्नुभयो कि यो पुल मात्रै बनाउनु भएको छैन, तपाईँ मेचीबाट आएर नाकालीमा पनि तपाईँहरूले श्रम गर्नुपर्छ, श्रमले देश बन्छ भनेर सिकाउनु भएको छ। र यहाँको जनप्रतिनिधिहरू आउनु भएन, तर तपाईँको चाहिँ सुनसरीको चाहिँ तपाईँको चाहिँ प्रतिनिधि जो बाङ्गेले सांसद आउनुभएको छ, त्योले हाम्रो लागि ठुलो गर्वको कुरा हो र त्यो तपाईँको समाचार चाहिँ अन्तर्राष्ट्रिय बन्न पनि सफल बनेको छ। यसमा हामीले गर्व गर्नुपर्नेछ। हामी दार्चुला मात्रै होइनौँ, यदि सरकारले कुनै पनि विकास कार्य गर्न सक्दैन भनेर हात उठाउँछ भने हामी सम्मान गरे हामी जुनसुकै ठाउँमा पनि हामी पुल निर्माण, घर भत्किएका घरको व्यवस्थापन गर्ने, त्यसै गरेर सुकुम्बासीको समस्याहरू पनि क्याटागोरिक रूपमा तपाईँको चाहिँ नियम कानुन सम्बन्ध गरेर दिनेछौँ भनेर हामीले पटक पटक भनेका छौँ। त्यस कारणले गर्दाखेरि यो तपाईँको चाहिँ महान कार्यमा यहाँहरू जसरी लाग्नुभएको छ, भोलिको दिनमा पनि त्यसरी लाग्नु होला भन्ने मेरो आग्रह छ। हो, हाम्रो पार्टी ठुलो हुँदै गर्दाखेरि विभिन्न समस्याहरू आउँछन्, अन्तर्द्वन्द्वहरू हुन्छ। त्या समस्याहरू आजलाई हामीले समाधानको लागि पनि हामी त्यतिकै लागि परेका छौँ। र यसमा यो पार्टी प्रदेश कार्यक्रममा हाम्रो अध्यक्षज्यू आउने कुरा थियो, तर विभिन्न कारणले गर्दाखेरि उहाँ भ्याउनु भएन। हो, अहिले पार्टी प्रदेश गरेर आउनुभएका गुरुङु शेर्पाजी कहाँ हुनुहुन्छ तपाईँ? आफू आउनुहोस् त। हो, उहाँले धेरै जोड बन्द गर्नुभएको र कुनै बेला रकम देनजुनलाई र तपाईँको अशोक राईलाई पनि सँगै लिएर आउँछु भन्नुभएको थियो। तर उहाँहरू र हामीमा तपाईँको चाहिँ केही छलफल गर्दै जाँदाखेरि अलिकति ढिला सुस्ती गरेको हुनाले होइन, हाम्रै तर्फबाट हामी आउँछौँ। विभिन्न जिल्लाबाट आउनुभएको छ, विभिन्न पार्टीबाट आउनुभएको छ। मैले पार्टीको संरचनाको बारेमा भनिरहनु पर्दैन, तपाईँ आफै बुझ्नुभएको छ। र तपाईँ यो संस्कृति पार्टीमा आइरहँदाखेरि तपाईँलाई यहाँ अलिकति तपाईँको चाहिँ म्यानेजमेन्ट नमिलेको जस्तो, सिस्टम नमिलेको जस्तो, के नमिलेको जस्तो लाग्न सक्छ। त्यस कारणले हामी लर्निङ बाई डुइङ बाई लर्निङ गर्नेछौँ। र तपाईँहरू आएर कतिपय हाम्रो कमी कमजोरीलाई अम्ल्याएर त्यसलाई सच्याएर लानुपर्छ। जो चाहिँ तपाईँको हल्का साम्पकजीले तपाईँको हाम्रो अध्यक्षले गीतमा भनेको जस्तै त्यो गीतलाई मनन गरौँ र हल्काबादको किताबहरू पढ्नु होला। र म लिडरसिप डेभलपमेन्ट ट्रेनिङको पनि ट्रेनर भएको नाताले के भन्न चाहन्छु भने यदि तपाईँले सबै राजनीति गर्ने हो भनेदेखि पोलिटिकल साइन्सको किताबहरू पढ्नु होला र तपाईँको कानुनको पढ्नु होला। हामीलाई हरेक मुद्दाहरू ल्याउन सक्छ। यहाँ तपाईँको भोलि हामी पक्राउ फेरि पनि पढ्न सक्छौँ। म त पढेँ त्यो कोपाभागमा पढेँ, मलाई कुनै आपत्ति छैन। र तपाईँहरूले त्यो कानुनको किताब र तपाईँको चाहिँ राजनीतिक पोलिटिकल साइन्सको किताब पढ्नु भने तपाईँ आफै पूर्णता हो। र हाम्रो पार्टीले अघि पछि हिजोको पार्टीले जस्तो हामीलाई दलाउने, पेलाउने, घोटाउने तपाईँको चाहिँ गरागाई जस्तो फेर्ने खालका फेरि
र मूल्याङ्कन गर्दैन नि। आज त्यही कारणले तपाईँहरू यहाँ आउनुभएको छ र म पनि त्यो गफवादमा परेको थिएँ। यो पार्टीले चाहिँ अघि पछि जहिले भए पनि तपाईँको चाहिँ मूल्याङ्कन गर्नेछ। त्यो ज्वलन्त उदाहरण भनेको हाम्रो धनबहादुर राई। हामीले घोषणा गरेका छौँ आगामी धरान महानगरपालिकाको चाहिँ तपाईँको नगरपालिका बनाउनेछौँ। उहाँलाई हामीले मूल्याङ्कन गरेका छौँ। हिजो एमालेको चाहिँ वडा अध्यक्ष हुनुहुन्थ्यो र संविधानमा लुकेर आउनुहुन्थ्यो, लुकेर खाना खानुहुन्थ्यो र उहाँ पार्टीले कार्य गर्दा पनि उहाँ जबरजस्ती आउनुहुन्थ्यो। लास्टमा उहाँले राजीनामा दिनुभयो। उहाँको लागि पनि धन्यवाद दिनु। किन भन्दाखेरि श्रम संस्कृति पार्टीले लुकेर काम गरे पनि लुकेर खाए पनि श्रमलाई निरन्तरण दिनुभएको थियो। यो देशको मायाले उहाँ ओतप्रोत भएर आउनुभएको थियो। त्यस कारणले उहाँलाई सम्मान गरेका छौँ। त्यसै गरेर तपाईँहरूलाई पनि भोलिको दिनमा तपाईँ श्रम गर्नुहोस् र तपाईँको पार्टीको नियम नीति अनुसार चल्नुहोस् र तपाईँको कन्टिन्यू दिइरहनुहोस्। तपाईँहरूको पनि मूल्याङ्कन हुनेछ। यदि भएन भनेदेखि हाम्रो पदाधिकारीहरूमाथि यो क्वेसनहरू राख्नु होला र तपाईँहरू बिना स्वार्थमा आउनु होला। स्वार्थ त हुन्छ नि। स्वार्थ के मानेर भनेदेखि देश र जनताको लागि we have to do something in our life for our future and nation भनेर आउनु। तब मात्रै तपाईँ सही ठाउँमा पुग्नु हुनेछ। आज 2-4 दिन तपाईँको श्रम गर्दैमा 2-4 दिन हर्कजीको चाहिँ अघि पछि हुँदैन। घेराबन्दीको चाहिँ उसमा रहेर तपाईँको क्यामेराको अघि पछि गर्नेहरूलाई पनि हामी मूल्याङ्कन गरिरहेका छौँ। र हामी के भन्छौँ भने यदि तपाईँ श्रम गरिरहनुहुन्छ, उत्पादनमा जोडिरहनुहुन्छ, जनतासँग जोडिरहनुहुन्छ भनेदेखि तपाईँलाई अघि पछि हामी मूल्याङ्कन गर्नेछौँ र जिम्मेवारी पनि दिँदै लानेछौँ। यो नै छ तपाईँको चाहिँ हाम्रो अध्यक्षको भनाइ पनि। र यही अनुसार हामी पदाधिकारी पनि हामी तपाईँको अनुशासित भएर हाम्रो अनुशासनमा केही कमजोरी भएको होला नि। म एकै मिनट लिएँ। तपाईँको चाहिँ प्रकृति भने के हो त भन्दाखेरि यो जति पनि हाम्रो प्रकृतिले दिएको स्रोत साधन भूमि हाम्रो शरीर पनि प्रकृति हो। प्रकृति भनेको आमा हो र संस्कृति भनेको अनुशासन सहितको हामीले बाँधेर धान्दै आएको धर्म संस्कृति र अनुशासन पनि हो। यो अनुशासनमा हामी रहनुपर्छ। र प्रविधि भनेको तपाईँले खिच्दै गरेको मोबाइल पनि हो, यो क्यामेरा, यो जति पनि हामीले जिउनको लागि प्रयोग गर्ने औजारहरू सबै तपाईँको के हो त प्रविधि हो। यो 3जना कुरालाई मिलाएर मात्रै हाम्रो जीवन सार्थक हुन्छ। हाम्रो पार्टीले त्यसलाई फोन गर्दै तपाईँको चाहिँ अपनाएर हर्कबाद बनाएको छ। हर्कबाद किताब पढ्नु होला। हर्कबादको सँगसँगै तपाईँले चाहिँ राजनीतिक किताबहरू पढ्नु होला, कानुनको किताब पढ्नु होला र हाम्रो कानुन व्यवस्था पनि तपाईँको चाहिँ वकिलदेखि लिएर पूर्व